नुहाइसक्यो अब फोहोर हुनै पर्यो यसलाई फेरि के छ यस्तो नाटक काम दानी तेरो तान्नु पर्दैन अब नुहाउनु परेन राम्ररी बन्नु परेन मान्छेसँग बसेपछि राम्ररी बन्नु पर्यो हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि साथीहरू म पुनः भ्लगमा उपस्थित भइसकेको छु। आज चाहिँ म साथीहरू होइन के गर्न लाग्दैछु भने चाहिँ म चाहिँ चट्ट आज चाहिँ म बुढीसँग मिलेर होइन स्यागीलाई नुहाउनु लाग्दैछौँ होइन। हामी अब स्यागीलाई नुहाउनु लागेको साथीहरू लास्टसम्म हेरेर साथ दिनु होला, धन्यवाद। ल यता मेरो बुढी र स्यागी चाहिँ हुनुहुन्छ। अब यहाँ स्यागीलाई नुहाउने तयारी हुँदै हुन्छ होइन। स्यागी चाहिँ बिस्कुट खाँदैछ है साथीहरू। ल बिस्कुट खाइ सकाइ नसकाइ भइरहेको छैन, खाना खा। नुहाउनु परेन, राम्ररी बन्नु परेन, मान्छेसँग बसेपछि राम्ररी बन्नु परेन, राम्रोसँग नुहाउनु परेन। ल अब चाहिँ यो स्यागी नुहाउँदैछ है साथीहरू। अब यसलाई चाहिँ सलललल पानी हालेर चाहिँ त्यो हुन्छ। भयो होला हौ, भयो भरे भातै खाँदैन यसले। त्यो कान तान्दिउँ चाहिँ त्यो हुन्छ। भयो होला हौ, भयो भरे भातै खाँदैन यसले। त्यो काम तान्दिउँ कान तान्ने तेरो नुहाउने स्यागी नुहाउनु लाग्यो साथीहरू। ल स्यागी चाहिँ अब नुहाउनु लागेको होइन। त्यसको दिदीले नुहाउनु लाग्दैछ। ल साथीहरू होइन हाम्रो स्यागी चाहिँ नुहाउँदैछ है, मजाले साबुन पानीले मजाले नुहाउँदैछ होइन। दामीसँगले नुहाउँदैछ साथीहरू होइन। ल साथीहरू होइन हाम्रो स्यागी चाहिँ नुहाउँदैछ है, मजाले साबुन पानीले मजाले नुहाउँदैछ होइन। दामीसँगले नुहाउँदैछ साथीहरू होइन। चिटिक्क हुँदैछ है, उभिएर नुहाउँदैछ यसलाई, उभिएर नुहाउँदैछ होइन। ल साथीहरू होइन देख्न सक्नुहुन्छ होइन, हाम्रो स्यागी ज्ञानी छ, यस्तो नुहाउँछ पनि त्यस्तो छ होइन। हेर्नु टिरिक्क परेर बसिरहेछ। ल निक्क परेर साथीहरू होइन। हाम्रो स्यागी चाहिँ होइन नाटक गरिरहेछ, नुहाइसकेर फुर्तिलो भएर उफ्रिरहेछ है साथीहरू। ल हेर्नु ल स्यागीको चटक। अब नुहाइसक्यो, अब फोहोर हुनै पर्यो यसलाई फेरि। के छ यस्तो नाटक। ओए आइज स्यागी। ल साथीहरू फाइनली स्यागी चाहिँ नुहाइसक्यो है। त्यसको उपत्रै बढिसक्यो। ल साथीहरू ल यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। हस्त धन्यवाद।